उहाँले दार्चुलामा पुल बनाउनु आई लभ यु हर्कजी पनि उहाँले नराम्रो स्ट्याटस लेख्नु पनि हर्कजी तपाईले यो गलत गर्नु राम्रो लाग्यो मलाई हर्कजीले यो दिएको तर्क चाहिँ एकदम वन्डरफुल हो नि रातो बस आए पनि आउनी न रातो लिएर आए पनि किन रातो चन्द्र र सूर्य भएको हाम्रो नेपालको झण्डाको जस्तो बस लिएर यसले सिम्पाथी क्रिएट गर्नलाई पनि यो लागिदिन्छ झोली जाम्टेले हेर्नुहोस् यदि रातो बसै आएको भए पनि है अब निलो बस ल्याउँदा नि उ नै छ अब हरियो बस साझा यातायात जुन साझा बस छ त्यो साझा बसमा निलो कलर लाओस् कि हरियो लाओस् कि रातो लाओस् हामीले पाउने सुविधा पाए भइहाल्यो नि भने हामीलाई त सुविधा चाहियो हो हामीलाई कलरसँग कुनै पनि मतलब छैन हामीले चढ्नु पर्यो हामीले सुविधा पाउनु पर्यो राम्रो व्यक्तिले राम्रै यसमा प्रतिक्रिया दिएछन् भनि नि मैले नेताको झोले जाम्टे भात मासु भात बिक्ने त्यही पैसाले स्वाइन छोरी पाल्नेले विरोध गर्न आएछन् भनेको हर्क साम्पाङले भनेको पनि सही छ सही छ हैन राम्रो कुरालाई राम्रो म त हर्कजीलाई हरेक कुरामा नराम्रो भन्दिन उहाँले दार्चुलामा पुल बनाउनु आई लभ यु हर्कजी पनि उहाँले नराम्रो स्ट्याटस लेख्नु पनि हर्कजी तपाईले यो गलत गर्नुभयो म त जे हो यथार्थलाई साथ म बालिनजीले नराम्रो काम गर्नुभयो भने बालिनजीले म खबरदारी गर्छु किनभने मैले जिताएको बालिनजी हो एउटा झोलेले माइतीघर मण्डललाई चिच्चाइरादेखि मैले यदि ब्लू बस चल्यो भने त्यसको बस के अरे सिसा फुटालिदिन्छु तोडफोड चलाइदिन्छु आगो लगाइदिन्छु रे तिम्रो हिम्मत भए छोएर मात्र देखायो छोएर मात्रै उ नै भयो ल धम्की नै भयो नेपाली महिलाको लागि उहाँले अलिकति केही सोचेर महिलाको लागि हिफाजत हुन्छ त्यो पनि बिना पैसामा हेर्नुहोस् हामीलाई 20 रुपियाँ 25 रुपियाँ दिन कति गाह्रो छ हामी दिनका दिन मकै पोल्छौँ त्यही 20 रुपियाँले मेरो छोराको टिफिन टर्छ भन्ने हामी महिला छौँ त्यो कारणले गर्दा हामीलाई फ्री बस दिन लागेको यिनीहरूलाई टाउको दुखाइ किन टाउको दुखाइ भएको ब्लू कलर पनि रेड कलर पनि ग्रीन कलर पनि जुन कलर पनि हामीलाई त एउटा सुविधा हो नि त यसमा ब्लू कलर भयो भने चिच्चाउने कराउनु पनि आवश्यकै म चाहिँ देख्दिनँ किन अब हामीले ब्लू साडी लाएर हिँड्न नआउनु हामीले अब 20 जनाको हाम्रो ग्रुप छ तीज मनाउने भनौँ हाम्रो देउरानी जेठानी दिदी बहिनी भयो हामीले ब्लू साडी लायौँ भने के अब हामीलाई जलाउन आउने त चुनावमा यहाँदेखि झापादेखि इलामसम्म यहाँले 2082 साल फागुन 21 गतेको चुनावमा लड्नुभयो जानुभयो सहयोग गर्नुभयो स्वतन्त्र रूपमा भए पनि अब चुनाव पनि जिताउनु पनि भयो भनेको व्यक्तिलाई सरकार पनि भनेको व्यक्ति बन्नुभयो मन्त्री पनि बन्नुभयो अब 100 दिनको 100 कार्यसूची उहाँले निकाल्नु भएको थियो त्यो अब 100 दिन पनि पार गर्यो शनिबार मात्रै 100 दिन पुगेको 20 गते पुगेर उहाँहरूले शनिबारको दिन नै 100 दिनको कार्यसूचीको कार्य सम्पादनहरू सबै सम्प्रेषण गर्नुभयो यसलाई चाहिँ कसरी हेर्नुभयो तपाईले चित्त बुझे अनुसार हजुर काम भयो कि भएन के लाग्यो यहाँलाई हामीलाई कस्तो हो भने बालिनजीलाई हामीले प्रधानमन्त्रीको रूपमा स्वीकार पनि गर्यौं जिताउनलाई धेरै प्रयास पनि गरेकै हो धेरै प्रयासको बावजुद प्रधानमन्त्री पनि बनाइयो तर हामीलाई कस्तो नि बालिन सरकार आएपछि जादुको छडी आएको छुने नपाई सबै काम हामी एकदम नै राम्रो हुन्छ भन्ने हाम्रो त्यो चाहिँ सोच नराम्रो सोच भनौँ न त्यो सोचले गर्दा हामीलाई चाहिँ सबै 100 दिनमा 100 वटै काम एकदम नै राम्रो हुन्छ भन्ने सोच्यौँ त्यो पनि गलत हो एउटा हामीले किनभने महत्त्वाकांक्षी भयौँ हामी बालिनजीलाई काम गर्नको हुटुटी बढेको हामी एकदम आशावादी बालिनले छोएपछि हरेक काम सल्टिन्छ भन्ने तर हेर्नुहोस् कानुनमा पहिलाकै नेताका आफ्नो किनभने त्यो बेला नातावाद कृपावाद र पैसावादमा थिए अख्तियारमा हेर्ने हो भने पनि उहाँहरूकै मातावादका मान्छेहरू त्यो कारणले गर्दा काममा धेरै विघ्न बाधा आइपरे त्यो कारणले गर्दा 100 दिनमा 100 वटा काम चाहिँ पुरा भएन त्यसमा चाहिँ एकदम दुःख लाग्यो हामीले सोचेको जस्तो चाहिँ आएन कामहरू हुन सकेन त्यो चाहिँ विडम्बना हो दुःख पनि लाग्यो ठिकै छ 100 दिनमा यति भए पनि काम भयो 36 वर्षसम्म गर्न नसकेका यी भ्रष्टाचारी यी देश बेचुवा यी देशद्रोहीहरूले बालिन सरकारले त 100 दिनमा त धेरै काम औँलामा गन्नी भन्दा बढी काम त गरेर देखाउनु भयो त्यसमा चाहिँ एकदम नै खुसी छु त्यसको सबभन्दा पहिला मलाई चाहिँ खुसियाली चाहिँ जुन लाइसेन्स पुरा छापेर सिद्ध्याउनु भयो 2 वर्षसम्म हाम्रो लाइसेन्स त्यतिकै हामीले बुझाएका थियौँ सडक विभाग के अरे उसमा यातायात कार्यालयमा तर त्यो लाइसेन्सको कुनै पनि उ थिएन अहिले त्यो लाइसेन्स आयो र पासपोर्ट तुरुन्तै बन्ने भयो र नागरिकता घर घरमा आउनु भयो त्यो चाहिँ एउटा उपलब्धिको काम छ त्योभन्दा पनि हेर्नुहोस् ट्राफिक नियम एकदम कडा छ त्यसले गर्दा तेरो र मेरो होइन हाम्रोमा लागू भएको छ हरेक कुरामा अहिले नियम कानुन चाहिँ अलिकति बलियो भने मान्छेहरू अलिकति चाहिँ संयमित भएको छन् अलिकति चाहिँ नियममा बस्न थालेका छन् त्यो पनि एउटा उपलब्धि हो किनभने यहाँ त राजाको राँगो फुक्या जस्तो नि आफ्नो नेता प्रधानमन्त्री मन्त्रीहरू कुनै छन् भनेदेखि ती नेताका
आफन्तहरू झोले जाम्टेहरूले जसलाई पनि थर्काउने र लुटपाट गर्ने बढी थियो। त्यो चाहिँ धेरै न्यूनीकरण भएको छ। त्यस्ता कुरामा धेरै उपलब्धि भएको छ। त्यो चाहिँ हाम्रो लागि गर्वको कुरा हो। अब यो सरकारलाई यहाँले कार्य जति पनि 100 दिनको कार्य सम्पादनको लागि कार्य सम्पादन नम्बर दिनु पर्यो भने कति नम्बर दिन सक्छ? म त 75 दिएँ। 20% चाहिँ मैले आश गरेको, किनभने म नयाँलाई साथ दिने मान्छेले पनि मैले 100 मा 100 दिन सकिनँ। यो मलाई दुःख पनि लागिरहेछ, किनभने मैले अघि नै भनेको नि हामी कति भयौँ, लोभी भयौँ भने नि बालेन आएपछि सबै काम तुरुन्तै हुन्छ। बालेन त जादुको छड्यो, जहाँ छोयो त्यही काम हुन्छ भन्ने सोचेका थियौँ। तर त्यो दुःख लाग्यो सबै 100 मा 100 दिन नपाएकोमा चाहिँ। अब यो भन्छन् नि, जस्तै अब अहिलेको जति पनि पदाधिकारीहरू हुनुहुन्छ, मन्त्रीमण्डलमा हुनुहुन्छ, प्रधानमन्त्री हुनुहुन्छ, सबै हुनुहुन्छ हजुर। र रासोपाको सांसदहरू पनि अहिले लगभग 95% उहाँहरू नयाँ नै हुनुहुन्छ। हिजो केही व्यक्तिहरू 21 जनामा कतिपय त बाहिरै हुनुहुन्छ होइन, कतिपय पार्टी छोडेर पनि गइसक्नु भएको अवस्था छ। अब यो गर्दै गर्दाखेरि के लाग्छ, अब नयाँ आएर पनि अथवा कतिपयले भन्छन् परिपक्वताको कुरोहरू पनि आउँछ, म्याचुरिटीको कुरोहरू पनि आउँछ, कतिपय आफ्नो उमेरले पनि हरेक कुराहरू म्याचुरिटी बनाउँदै लाने कुरोहरू हुन्छ होइन। अब उहाँहरूमा योग्यता छ, विज्ञता छ होइन। अब के लाग्छ, यति गर्दै गरे पनि यतिको काम चाहिँ गरेको हो जस्तो लाग्छ या होइन? अलिकति गर्नुपर्ने थियो। यतिकै व्यक्ति भए तापनि उहाँहरूको बोली र उहाँको चाहिँ हाउभाउ अनुसार चाहिँ योभन्दा चाहिँ अझै काम हुनु पर्थ्यो जस्तो लाग्छ। के लाग्छ यहाँलाई? त्यही भने हामी महत्त्वाकांक्षा असाध्यै नै भएका हौँ। नयाँ सरकार आएपछि सबै चिज हुन्छ भन्ने हाम्रो चाहिँ आशा थियो। त्यो आशा भन्दा नि हेर्नुहोस्, नयाँ त गर्वमै सिकेर कसैले पनि आउँदैनन्। सबै हेर्नुहोस्, पहिलाका नेताहरू जेल गएर जेल खाएर आएका नेता थिए। यिनीहरू भुक्तभोगी र देश लुट्ने कसरी भन्ने यिनीहरू पोख्त भएर आएका थिए। तर अहिलेका नेताहरू देश विकास कसरी गर्ने भनेर पोख्त भएर आएका छन्। यो विडम्बना। अब नयाँ हुनुहुन्छ, उहाँहरूलाई सबै चिज त सिक्दै जानुहुन्छ नि। अब बिस्तारै अवश्य पनि उहाँहरू लाइनमा आउनुहुन्छ। बच्चैमा त कसैले पनि सिक्दैन र उहाँहरूको जोस जाँगर देखेर त मनले हरेस खाएकै छैन। पक्कै पनि बालेन सरकारले देशलाई उन्नति, प्रगति र समुन्नतितिर लान्छ भन्ने चाहिँ ढुक्क छ। ढुक्क आशामा हुनुहुन्छ? हजुर, एकदम नै आशामा छु। अब त्यहाँ उहाँले कार्य सम्पादनको कुराहरू धेरै गर्नुभयो होइन। धेरै नै हामीले चाहिँ यो काम गर्दैछौँ, यो काम गरिसकेका छौँ, यो हामीले गर्न तयारीमा छौँ, यो भइसकेको छ भन्ने कुरोहरू आयो। उहाँहरूले सुकुम्बासीहरूलाई धनी पूर्जा पनि वितरण गर्दै 29 जनालाई त बर्दियामा त दिनुभयो नि त उहाँहरूले। हजुर, हो त्यो कुरो पनि आयो। अब सरकारी पीडितको पैसाहरू फिर्ता गर्ने कुरोहरू पनि आइरहेको अवस्था थियो। त्यति मात्रै नभएर अब यो होल्डिङ सेन्टरहरूको पनि कुरो निस्क्यो, विभिन्न ठाउँहरूको कुरो निस्किराख्दाखेरि अब तत्कालै भइहाल्ने कामहरू, कार्यहरूमा चाहिँ के लाग्छ यहाँलाई? उहाँले भनेको र हजुर गरिराखेको काममा मलाई चाहिँ के लाग्छ भने मेन कुरा उहाँहरूले सुकुम्बासी बस्ती हटाउनु भएको छ। त्यसमा चाहिँ 36 वर्षीयहरूले त्यही सुकुम्बासीहरूसँग राजनीति गरेका थिए र आज लाल पूर्जा दिन्छु, भोलि घर बनाइन्छु, भोलि धनी पूर्जा दिन्छु, हरेक झुटो बोलेर राजनीति गरेका थिए। बालेन सरकारले यथार्थमा काम गर्छु भनेर जुन हुटुटीमा गएर भत्काउनु भयो बसिरहेको मान्छेहरूलाई, किनभने प्रकृतिले जुन बेला पनि विनाश गर्न सक्छ भनेर उहाँहरूको रक्षाको लागि उहाँहरूलाई गर्नु होल्डिङ सेन्टरमा लगेर राख्नुभयो। तर अहिले आएर जुन सरकारी जग्गा उहाँहरूलाई वितरण भन्ने कुरा आएको थियो, यसमा अदालतले ठ्याक्कै रोकिदियो। सरकारी जग्गा वितरण गर्न पाउँदैन भनेर होइन। ठिक छ, हाम्रो नेपाल सरकार, म के भन्छु भने अहिले बालेन सरकारलाई ठिक छ, हामी नेपालीहरू 1 रुपियाँ उठायो भने पनि सुकुम्बासीलाई पुग्ने जग्गा प्रशस्त किन्न सकिन्छ। हामी 3 करोड जनता छौँ, हाम्रो 3 करोड उठ्छ। 3 करोडले अहिले भएका सुकुम्बासीहरूलाई व्यवस्थापन गर्न सकिन्छ मेरो हिसाबमा भन्ने हो भने। किनभने उहाँहरू सोच्नुहुन्छ अब उहाँहरूलाई बानेश्वरमै चाहिने, टेकुमै चाहिने, जहाँ जहाँ बस्नु भएको छ त्यहाँको जग्गाको उहाँहरूको डिमान्ड छ। डिमान्ड चाहिँ त्यस्तो पाइँदैन। जुन सरकारले तोकिएको ठाउँमा दिन्छ त्यो ठाउँमा गएर उहाँहरू हुनु पर्यो, उहाँहरूले बस्ती बसाल्नु पर्यो। हेर्नुहोस्, आज म काठमाडौँमा छु, दुःख गर्न मैले काठमाडौँमै गर्नुपर्ने। 8 लाख घर, 8 लाख बैंक ब्यालेन्स, एउटा 4 आनाको घर बनाइदिनु, एक तले घर बनाइदिनु भने जुन डिमान्ड आएको छ त्यो हुन नसक्ने कुरा हो है। त्यो हो भने हरेक नेपाली सुकुम्बासी बन्न तयार हुन्छन्। इभन म नै सुकुम्बासी बन्न तयार हुन्छ, किनभने काठमाडौँमा
घर पनि पाउने, 4 आना जग्गा पनि पाउने, 8 लाख पनि पाउने। मेरो छोराछोरी म इजीसँग पढाउन सक्छु, मैले दुःख गर्न परेन, आनन्दले उत्तानो खुट्टा लाएर मैले छोराछोरी पाल्न सक्ने भयो नि त। त्यो कारणले गर्दा डिमान्ड गर्न पाइन्छ, पुरा गर्ने नगरी त्यो दायित्व आफ्नो हो, सरकारको हो। त्यो कारणले गर्दा उहाँहरूलाई त्यति पैसाले पनि व्यवस्थापन गर्न सकिन्छ। अब यो कुरालाई चाहिँ लिएर म चाहिँ के भन्छु भने जुन अल्यानी जग्गाहरू कति छ हाम्रो नेपालको, त्यो जग्गाहरूमा विस्थापन गर्दा के होला र भन्ने पनि मैले त सल्लाह सुझाव पनि दिइरहेको छु। किनभने फोकटमा व्यवस्थापन गर्नलाई, किनभने हाम्रै नेपाली दाजुभाइ दिदीबहिनी हो, हाम्रै नेपालको जग्गा हो भनेपछि हामी कसैको पनि जग्गा होइन, त्यो सरकारको जग्गा हो। अल्यानी जग्गा त्यो कयौँ छ, कयौँ बाँझो खेत बसिरहेछ या बाँझो बारी बसिरहेछ है, त्यो झाडी उमारेर राख्नु सट्टा व्यवस्थापन गरौँ त्यहाँ भन्ने चाहिँ मेरो चाहिँ आग्रह हो। अब केही दिन अगाडि मात्रै यहाँनिर लगभग बानेश्वरदेखि बिजुली बजार पुलसम्म त्यहाँनिर आन्दोलन भयो। त्यहाँनिर सुकुम्बासीहरूको आन्दोलन भनिएको थियो, तर त्यहाँनिर मिडियामा देखेअनुसार, सामाजिक सञ्जालमा देखेअनुसार धेरै जस्तो हुकुमबासीहरू म सुकुम्बासी होइन तर म सुकुम्बासीको पक्षमा, म सुकुम्बासी होइन म सुकुम्बासीको पक्षमा, एउटा सुकुम्बासीको नाम लिएर, हिजो पनि सुकुम्बासीको नाम लिएर हुकुमबासीले राज गर्दाखेरि आज सुकुम्बासीहरूले आज उहाँहरूको यो हालत भएको अवस्था छ। अझै पनि सुकुम्बासीको नाम लिएर सडकमा आउने, सडक तताउने, सुकुम्बासीलाई लिएर चाहिँ यहाँनिर उचाल्ने भनिराखेका छन् नि, यसलाई चाहिँ कसरी हेर्नुहोस्? सुकुम्बासीलाई उचाल्न आउनु भएको अरू कोही पनि छैन, एमाले, काङ्ग्रेस र माओवादीका मान्छेहरू हो उहाँहरू। पक्कै पनि उहाँहरूलाई उचाल्न आउने हुकुमबासीहरू आफूले सुकुम्बासीलाई माया गरेर पक्कै पनि आउनु भएन, उहाँहरूलाई व्यवस्थापन गर्नुपर्छ भनेर पनि आउनु भएन। भनेपछि सरकारलाई असफल पार्नु पाएदेखि आफ्नो नेताहरूलाई हाबी गराएर आफूले फेरि ब्रह्मलुट गर्न पाइन्छ भन्ने उहाँहरूको त्यो मनसायले उहाँहरूले सुकुम्बासीको नाममा राजनीति गर्न आउनु भयो। यसमा दुई मात्रै छैन, हेर्नुहोस्, नत्र उहाँ सुकुम्बासीहरूलाई व्यवस्थापन गर्न जाने भए सरकारसँग समन्वय गर्ने हो, आन्दोलन गर्ने होइन नि त। ल हाम्रै दाजुभाइ दिदीबहिनी हो, उहाँहरू बिचलीमा पर्नु भएको छ, उहाँहरूको व्यवस्थापनको लागि हामी वार्तामा बसौँ भन्नुपर्ने ठाउँमा भौतिक संरचना जलाउन जाने, बालेनजीलाई खुकुरी नाङ्गो खुकुरी लिएर सिंहदरबारभित्र उ गर्छु भन्ने, बालेनलाई घिस सारेर लिएर सडकमा छान्छु भन्ने एउटा प्रधानमन्त्री हो। फोकटमा फेरि कसैको दया मायाले भिखमा आएका प्रधानमन्त्री होइन, 3 करोड जनताले भोट दिएर आएका प्रधानमन्त्री हुन्। केपी शर्मा ओली, शेरबहादुर देउवा प्रचण्डजी जस्तो होइन, यता नि साँठगाँठ मिलाएर नमस्ते गरेर मितलाएर, यता नि साँठगाँठ गरेर नमस्ते गरेर लम्पसार परेर स्वास्नीलाई लम्पसार परेर लाएर कुनै पनि गठबन्धनमा आएका होइनन्। पक्कै पनि जितेर बहुमत लिएर आएका बालेन सरकारलाई यस्ता अपाचे शब्द प्रयोग गरेर बालेनको सरकार गिराउँछु रे, 6 महिना टिक्न दिन्न रे। यिनीहरूले बनाएका सरकार 6 महिना टिक्न नदिने, यिनीहरूले टिका लगाएर प्रधानमन्त्री खाऊ बालेन भनेर दिएको, यही सोचेछन् उनीहरूले। केपी शर्मा ओली नि टिका लाएर आए, पहिला जिते पनि पछिबाट आएर प्रधानमन्त्री बन्नलाई त्यो प्रचण्डजी नि कतिचोटि यता र यता छेपारोले रङ सारे जस्तो छाड्दै प्रधानमन्त्री बने। शेरबहादुर देउवा पनि गठबन्धनको सरकारमा कतिचोटि त्यही भन्ठाने होला। बालेन सरकार त्यस्तो होइन, 2/3 सरकार दिएछौँ हामीले, 5 वर्षलाई कसैले हल्लाउन सक्दैन। बालेनजीको एउटा रौँ हल्लाउने हिम्मत कसैको छैन, छोएर मात्र देखाऊ। 3 करोड जनता नि सडकमा नि लाठी मुग्रीदेखि लिएर हात हतियार लिएर अगाडि आउँछन्, कुन चाहिँले छुँदो रहेछ ल हेरौँ त। अब त्यो तपाईँले त त्यो भन्नुभयो, त्यो भन्दै गर्दाखेरि भर्खरै मात्रै एमालेको कार्यक्रमहरू पनि भइरहेको छ, त्यहाँनिर भइरहेको छ, एमाले माओवादी काङ्ग्रेसले भनिरहेका छन्। ठिक छ, अब अहिलेको सरकार, अहिलेको यो 22 सालको चुनाव केन्द्रीय सरकारको केन्द्रीय संसदको चुनावमा त झुक्किएर राष्ट्रपाल लग्यो। अब स्थानीय तह र प्रदेशमा हेरौँ हामी पनि, त्यति बेला भनेको त सबै हाम्रै पकेटमा हो, जनताहरू हामीसँगै छन्, जनताहरू भनिराखेका अवस्था देखिहाल्यो नि, जनता कोसँग छन् के छ भनेर त चुनावले देखाइसकेका छन्। चुनावको प्रदेशको चुनाव भए पनि जहाँ भए पनि हामी नेपाली जनता हो, हामीले चाहिएको एकल सरकार हो, हामीलाई चाहिएको बालेन सरकार हो। यसमा दुई मात्रै छैन हो। 2-4 जनालाई चित्त बुझेन, किनभने खाइरहेको चिज खान नपाएपछि त्यसलाई रिस उठ्यो, त्यो स्वाभाविक कुरा हो। हामीलाई कसैले खान दिइरहेछ, त्यसमा खान रोक्यो भने हामी पनि आक्रोशित हुन्छौँ। त्यो कारणले गर्दा 2-4 सिट यताउति होला। तर अब एमाले, काङ्ग्रेस, माओवादीलाई कुन चाहिँले विश्वास गर्ने? अझ काङ्ग्रेसलाई विश्वास हुन्छ। अब आगामी चुनावमा मैले एनालाइसिस गरेअनुसार, किनभने मैले सर्वे गरेअनुसार अब काङ्ग्रेस धेरै सप्रेर आइसक्यो। जुन शेरबहादुर देउवाको सभापति हुँदा र अहिले गगनजी
सभापति हुँदामा आकाश जमिनको फरक आइसक्यो।